नमस्कार। हिजो मैले एउटा भिडियो बनाएको थिएँ जसमा चाहिँ छरिएर रहेका जेएनजीका मुख्यतया 3वटा मागहरू देखिन्छन्। पहिलो भ्रष्टाचारको विषयमा, दोस्रो सुशासनको विषयमा र तेस्रो स्टेबल गभर्मेन्ट अर्थात् स्थायित्व प्राप्त गर्ने खालको सरकारको विषयमध्ये आज म भ्रष्टाचारको विषयमा अलिकति केही कुराहरू राख्न गइरहेको छु। जस्तो कि भ्रष्टाचारको विषयलाई कसरी समाधानतर्फ लिएर जाने त भन्दाखेरि योभन्दा अगाडि धेरै किसिमका काण्डहरू भन्दै पत्रपत्रिकामा आए, जनस्तरबाट विभिन्न विरोधहरू भए, यसको चाहिँ छानबिन भएन भन्ने कुराहरू भयो। जबकि भ्रष्टाचारको छानबिन गर्नलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पहिल्यै तयार अवस्थामा राखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम हो कुनै पनि ठाउँमा भ्रष्टाचार भएमा त्यसको चाहिँ अनुसन्धान, तहकिकात गर्ने र त्यसको अनुसन्धान सकेर मुद्दासम्म दायर गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै छ। सडकबाट अथवा कुनै पत्रपत्रिकामा चाहिँ भ्रष्टाचारी हो कारबाही गर भनेर त एउटा कानुनी राज्यमा सिधै त्यो आधारमा त मान्छे समात्ने अथवा कारबाही गर्न सक्ने स्थिति त रहँदैन। अहिले त मन्त्रालयमा सबै नयाँ मन्त्रीहरू आउनु भएको छ, नयाँ प्रधानमन्त्री आउनु भएको छ। जुन मन्त्रालयमा मन्त्री हुनुहुन्न उहाँ प्रधानमन्त्रीले सम्हालिराख्नु भएको छ। अब जुन मन्त्रालय अन्तर्गत विगतमा त्यस्ता किसिमका काण्डहरू भए, भ्रष्टाचारहरू भए, त्यो मन्त्रालय अन्तर्गतका फाइलहरू झिकेर आफैले कलेक्सन गरेर सम्बन्धित मन्त्रालयले यो विषयमा भ्रष्टाचारको चाहिँ अनुसन्धान गरेर यसमा कुनै पनि किसिमको त्रुटि देखिएमा चाहिँ कारबाही अगाडि बढाउनु होला भनेर यी मन्त्रालयहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्नो कागजातहरू किन नपठाएको? पहिलो स्टेप त त्यो होला नि त। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बारेमा पनि त्यहाँ रहनुभएको व्यक्तिहरूको बारेमा पनि केही प्रश्नहरू छन्। तथापि त्यहाँ उहाँहरू जहिले पनि सदाकाल त्यही उहाँहरू नै रहिराख्नुहुन्छ भन्ने कुरा त छैन। अहिले यहाँबाट डकुमेन्ट्सहरू पठाइदिएर फरवर्ड गरेर उहाँहरूले त्यो विषयमा अनुसन्धान गर्ने, तहकिकात गर्ने र हो या होइन भन्ने विषयमा चाहिँ अनुसन्धानलाई अगाडि बढाएको खण्डमा पब्लिकले अलिकति भए पनि विश्वास गर्ने एउटा आधार त बन्छ नि त। कारबाही गर्नुपर्छ भनेर पत्रिकामा कराएर र सडकमा कराएर मात्रै त भ्रष्टाचारीलाई कारबाही हुने त होइन। यस्तै निकायहरूमा चाहिँ डकुमेन्ट्सहरू पठाएर उहाँहरूलाई चाहिँ स्वतन्त्र रूपमा भ्रष्टाचारी भएको हो या होइन, भ्रष्टाचारी हुन् या होइन भन्ने विषयमा अनुसन्धान गर्न लगाए त त्यहाँबाट केही न केही निर्क्युल त आउने नै थियो। तत्सम्बन्धी कागजपत्रहरू अख्तियारमा पठाएका छौँ भनेर एउटा विज्ञप्ति नै निकालेर जनतालाई जानकारी दिएको खण्डमा ल ती कागजातहरू चाहिँ अख्तियारमा गएछन् भनेर कमसेकम एउटा थालनी त हुने थियो। त अब अख्तियार आफै गएर छापामार शैलीमा आफै गएर कागजातहरू उठाएर लिएर आएर मात्रै अख्तियारले चाहिँ मुद्दा चलाउनु पर्ने स्थिति छ। कमसेकम त्यो स्थितिबाट अलिकति अगाडि बढेर जबकि जनताको प्रश्न आइसकेपछि त्यो प्रश्नको विषयमा चाहिँ समाधान हुनुपर्छ भन्ने नियतले ती कागजातहरू आफै नै मन्त्रालयले अख्तियारमा पठाउने हो भने त कमसेकम नयाँ प्रणालीको सुरुवात त हुने थियो। मलाई एउटा उदाहरण पनि दिन मन लाग्यो। गगन थापाले विगतमा भन्दै हुनुहुन्थ्यो कि अहिले उहाँले केही राम्रो कुराहरू बोल्नुभयो भने तल कमेन्ट्समा गएर हेर्नुपर्छ, बाख्रा लेखेको देखिन्छ। उहाँले मैले अब नयाँ मन्त्री आउनु भएको छ, मैले कृषि मन्त्रालयमा गएर त्यो मेरो के थियो त्यो अनुसन्धान गरिदिनुहोस् भनेर आइरहेछु भनेर सार्वजनिक रूपमै भनिसक्नु भएको छ। अब ल उदाहरणको लागि त्यो कृषि मन्त्रालयले उहाँको त्यो बाख्रासँग जोडिएको कुन चाहिँ फाइल हो त? त्यो फाइललाई चाहिँ हामीले सार्वजनिक यो फाइल हामीले यसरी अख्तियारमा अनुसन्धानको लागि पठाइदिएका छौँ है भनेर त्यहाँ पठाइदिए त भइहाल्यो र अख्तियारले हेर्ला, बुझ्ला, अनुसन्धान गर्ला र उहाँ अथवा कसैको संलग्नता छ या छैन भन्ने कुरा निर्क्युल होला। यो चिजको सुरुवात गर्ने यो प्रणालीको विकास गर्ने काम मात्रै भइदियो भने पनि अख्तियारमा यो कागज पठाउने प्रणालीको विकास मात्रै भइदियो भने पनि जुन विषयमा चाहिँ साँच्चै नै सिरियस रूपमा क्वेसन उठाएका छन्। अब आजकल त पत्रिकामा यतिकै पनि क्वेसन उठाइदिने चलन छ। अब आजकल त पत्रिकामा क्वेसन उठाएकै आधारमा त पठाउनु पर्ने होइन, तर गम्भीर प्रश्नहरू आए र जनताले चाहिँ
यो यसमा चाहिँ क्वेसन आयो, यो चाहिँ अनुसन्धान हुनुपर्छ भन्ने कुराहरू आयो भने त्यसरी आधिकारिक निकायमा चाहिँ कागजातहरू पठाउने प्रचलन बसाइ मात्रै दिने हो भने पनि भ्रष्टाचारसँग सम्बन्धित विषयमा केही निरूपण हुने अथवा पब्लिकले चाहिँ केही हुन्छ है भन्ने एउटा आशा गर्ने ठाउँ हुने थियो।